3 टुक्रा पाइप लिएर आउनु भएको थियो सर त्यो साइफोन कता पनि हाल्ने सर त्यो पनि बाङ्गो पाइप अनि हामीलाई सुरुमा त बाङ्गो कि सिधा हो त्यो थाहा भएन 11 इन्ची सेन्टर 11 इन्ची यसरी भयो अथवा यसरी हो यो सेन्टर चाहिँ 11 इन्ची सेन्टरमा चाहिँ 11 इन्ची हुन्छ अब यो यतै फर्के पनि यो यसरी 11 पर्यो हैन अब यसो गरे पनि 11 उतै फर्के पनि 11 गर्दा हाम्रो पाइप यता वेस्ट लाइन उतातिर ल अब यो मुख यति भयो भनेपछि अब यहाँबाट हामी कति लैजान्छौँ भने अर्को पाइप जोड्नु मिल्ने गरेर हामीले 4.5 ल 4.5 फिट ल यति भयो ल 4.5 फिटको काट्नु 4.5 फिटको यो जोइन्ट घाल्नको लागि चाहिँ अब हामीले आगो बाल्न आँटेको तताउनुलाई होइन यहाँको जोइन्ट खोल्नुलाई चाहिँ तताउने दुईटा मात्रै साध्य थियो होला त्यो पनि रोबोट सुरुदेखि ल्याएको भन्नु त्यो मार्बल फ्लोर भन्छ नि नपकाले फेरि ओलिदिनु क्या हो यहाँ ऊ पनि छ मैले मक्कलातिर हान्दिनु कि क्या हो होइन उहिले हान्नु न त बेलचाले हान्नु सामग्री कति लाग्छ छ नि दाइ साँच्ची हो त अनि त्यो अनुसारको सामान छ कि छैन त्यो अनुसारले अनि हामीले सिकाउनु ओए पग्लिसक्यो ओए भएर सरको छिनो आउँदैन भाइ त्यही पग्लिसक्यो भनेको होइन घुमाउनु पर्छ होइन सर घुमाएर गऱ्यौँ कि घुमाएको हजुर ताते सर पक्रिनु खोजेको हुँदै भयो होइन त्यसरी हुँदैन केले अँठ्याउनु है सट्ट तान्नु हुँदैन होइन हेम्बर छ हेम्बर ल्याउनु बाफरे प्लास्टिक जस्तै कम लगाएको रहेछ नि ए सोगम सिमेन्ट नि सर हजुर सर गम भनेपछि तातोले पनि जाँदैन रहेछ है जाँदै अनि गम त सर आगो टिप्छ होइन र ठिक छ तर सुकेको हो नि त यो ए सुकेकोले चाहिँ टिप्दैन सुकेपछि पल्टाउँछ गमले च्याप्प अठेको रहेछ नि छिनो ल्याउँछ पल्ट्याउने मात्रै होइन अवस्था अनुसारले पोल्टी पनि पार्नुपर्छ हेलो एक कोरो समात्ने मात्रै गर्छ
जानु होइन अनि हामी दुईजना हुन्छ र अब त पक्रिनु त थाल्यो बिमला फुयाल ओइ भोलि चाहिँ आइज ल मैले थाहा पाइनँ त आउँछु कहाँ म त नि इटरीबाट आउँदै थिएँ तल कल गरेको लिँदै आउनु पर्यो भनेर कलै लाग्यो म खाँदा अल्छी लाग्नु पनि हो त आउँदैन त मैले आएको यो त आइदिएर आएको अनि यति काटेर फालिदिउँ है केटा हो काटेरै फालिदिउँ अनि 4.5 फिट अब यो चाहिँ अस्ति भएर हामीले फेरि काटेर नै थालेको है कसले त्यहाँबाट कम्प्लेन गर्यो भनेको नाम गइराखेको छ अनि हामीले कम्प्लेन गर्नु सबै बोलेको लागि किन तपाईँको नाम म मेमलाई यसलाई चाहिँ के गर्न सकिन्छ म मेमलाई एउटा बिन्ती चाहिँ के गर्छु भने हजुरहरूले अनुगमन भन्नाले के अरे सङ्ख्या गन्तीको लागि घरिघरि अनुगमन मेरो 98070 11देखि 12 सम्म जान्छ 371 यो चाहिँ यताको के छ यो त खास त यो तालिमको खास प्रशिक्षक त इन्द्रनारायण राज धामी हो कि इन्द्रनारायण धामी उहाँ चाहिँ आज हेडर